हाम्रो विश्वासीको यात्रा पनि हामी दूत र मोह बोक्नेको यात्रामा छौँ, स्वर्ग जाने यात्रामा छौँ। स्वर्ग जानुको लागि हामी वचन पढ्दैछौँ, प्रार्थना गर्दैछौँ, सङ्गति आउँदैछौँ। अनि जब इजरायललाई जसरी त्यहाँ मोसाले निकाले नि, त्यसरी नै आज सुसमाचार सुनाउने चाहिँ अगुवाहरू हो। दूत र मोह बोक्ने ठाउँलाई अर्को भाषामा के भन्छ? स्वर्ग भन्छ। आज तपाईँ र म पनि हरेक कुरामा अल्झ्यौँ भनेदेखि चाहिँ आज तपाईँ र मैले पनि त्यो कल्वरी क्रुसलाई हेर्नु पर्ने रहेछ। आमेन। परम प्रभु परमेश्वर र मोसालाई चाहिँ धन्यवाद दिने ठाउँमा चाहिँ मोसा र परम प्रभुलाई चाहिँ के गर्छ? त्यहाँनिर गणमन गर्छ। गन्तीको पुस्तक 21 अध्याय। आज बाइबल धर्मशास्त्रमा हामीले गन्तीको पुस्तक 21 अध्यायदेखि 21 अध्यायको 4 देखि 9 पदमा हेर्यौँ भनेदेखि चाहिँ त्यहाँनिर चाहिँ येशू ख्रीष्ट र काँसाको साँप भनेर मैले शीर्षक बनाएको छु। अनि त्यहाँनिर चाहिँ के हुन्छ भने गहिरो कुरा सुन्नुहोस् है। अनि यहाँनिर चाहिँ के हुन्छ भने जब चाहिँ मिस्रबाट इजरायलीहरूलाई परमप्रभु परमेश्वरले मोसाद्वारा निकालेर ल्याउँदै गरेको हुन्छ। अनि त्यहाँनिर चाहिँ के भएको हुन्छ भने तिनीहरू एदम देशलाई फारो मारेर जान भनी हेरोद पर्वतबाट लाल समुद्रको बाटो भएर गए। तर यात्राको कारण मानिसहरू साह्रै अधीर भने। तब तिनीहरूले परमेश्वर र मोसाको विरोधमा यसो भन्न लागे, यस उजाड स्थानमा मार्न हामीलाई तपाईहरूले किन मिस्रबाट ल्याउनु भयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वक्क लागिसक्यो भनेर भन्दैछ। त्यहाँनिर के छ भन्दा घटना सुन्नुहोस्, गहिरो कुरा, यति गहिरो शिक्षा। अनि मलाई परमप्रभु परमेश्वरले पवित्र आत्माले दिनुभएको प्रकाशद्वारा म तपाईँहरूमा बोल्दैछु। त्यहाँनिर के हुन्छ भन्दा चाहिँ मिस्रबाट इजरायलीहरूलाई निकालेर लिएर आएको हुन्छ। अनि निकालेर लिएर आउँदाखेरि चाहिँ लाल एदम देशलाई फारो मारेर भनेको चाहिँ एदम देशको लाई घुमेर फारो मारेर जान भने हेरोद पर्वतबाट लाल समुद्रको बाटो भएर गए। लाल समुद्रको बाटो भएर जाँदै गरेको हुन्छ। त्यो समयमा चाहिँ पछाडिबाट मिस्रहरूले खेदेर आइरहेको हुन्छ। अनि इजरायलीहरू भाग्दै जाँदा चाहिँ लाल समुद्रमा आइपुग्छ। त्यति बेला चाहिँ लाल समुद्रमा आइपुगेपछि लाल समुद्रलाई पनि परमप्रभु परमेश्वरले मोसाद्वारा 2 फेक बनाइदिन्छ। अनि त्यहाँबाट लाल समुद्र पनि कटेर जान्छ। कटेर आइसकेपछि त्यहाँबाट इजरायलीहरूलाई त्यो बाटोमा उनीहरू बोक लाग्दाखेरि अनि परमप्रभु परमेश्वरले इजरायलीहरूलाई स्वर्गबाट मन्ना झारेर मन्ना खुवाउनुहुन्छ। अनि बाटोमा आउँदा फेरि उनीहरूलाई तिर्खा लाग्दा पनि मोसाद्वारा त्यो पत्थरमा त्यो रुखमा ढुङ्गामा हिर्काएर पानी निस्किन्छ। अनि त्यो पानीहरू खाएको हुन्छ। त्यहाँबाट फेरि इजरायलीहरू गणमन गरेर फेरि भन्छ, हामी त मिस्रमा त मासु खाएर बस्थ्यो, खोइ हामी त मासु खानु पनि पाएन भन्छ। त्यति बेला पनि फेरि परमप्रभु परमेश्वरले मोसाद्वारा बट्टै चराहरू धेरै झारिदिन्छ अनि मासु पनि दिलाइदिन्छ। अनि त्यति मात्र नभएर लगभग 40 वर्षको त्यो यात्रामा त्यो इजरायलीहरूको न त त्यहाँनिर एउटा चप्पल नै फाटेको छ, न त त्यहाँ लुगा नै फाटेको छ, न त त्यहाँ चप्पल नै खिएको छ। 40 वर्षसम्म परमप्रभु परमेश्वरले इजरायलीहरूलाई त्यो मिस्रबाट निकालेर ल्याउँदा चाहिँ त्यो ठाउँमा मरुभूमि ठाउँमा चाहिँ इजरायलीहरूलाई चाहिँ परमप्रभुले मन्ना खुवाएको कुरा घटनाहरू छ त्यहाँ। अनि ढुङ्गाबाट पानी निकालेर पानी दिएको कुराहरू घटनाहरू छ त्यहाँबाट त्यति मात्र नभएर त्यहाँनिर मासुको लागि बट्टै चाराहरू पनि खुवाएको कुराहरू छ। अनि त्यहाँ कुनै कुराको पनि त्यो इजरायलीहरूलाई घटी कमी भएको छैन है। अनि त्यहाँबाट त्यस्तो हुँदा पनि आज साँच्चै नै त्यो इजरायलीहरूले परमप्रभु परमेश्वर र मोसालाई चाहिँ धन्यवाद दिने ठाउँमा चाहिँ मोसा र परमप्रभुलाई चाहिँ के गर्छ? त्यहाँनिर गणमन गर्छ, पुरा गणमन गर्छ। के हो खोइ के तिमीहरूले तपाईँ र परमेश्वरले मोसा के तपाईँ र परमेश्वरले हामीलाई यो ठाउँमा किन ल्याएको? हामीलाई यही ठाउँमा मर्नु दिने? बरु हामीले त त्यही के अरे मिस्रमै मर्नु दिएको भए पनि हुन्थ्यो नि। त्यहाँ त खाने कुराहरू पनि थियो, मासु पनि थियो, सबै कुरा थियो
भनेर गनमन गर्छ। गनमन गर्दाखेरि परमेश्वरलाई नमिठो लाग्छ। अनि परमप्रभु परमेश्वरलाई नमिठो लाग्दा के हुन्छ भन्दा चाहिँ 6:6 त्यो के लेखेको छ भने तब परमप्रभुले त्यो मानिसहरूको बीचमा विषालु सर्पहरू पठाइदिए। त्यहाँनिर के हुन्छ भने पानी पनि छैन, खानु पनि दिएन भनिरहेको हुन्छ। त्यो गनमन गरेको कारणले गर्दा चाहिँ परमप्रभुलाई धेरै गाह्रो हुन्छ। यिनीहरूलाई मैले यति गर्दा पनि न त यिनीहरूले एउटा माटो नै खनेको छ, न त त्यो 40 वर्षसम्म त्यो उजाड स्थानमा खेती किसान नै गरेको छ, तर पनि उनीहरूलाई फ्रीमा खानु लाउनु सबै कुरा जुटाइरहेको थियो। तर पनि गनमन गरेको कारणले गर्दा चाहिँ परमप्रभुले के गर्छ भन्दा त्यहाँ तब परमप्रभुले ती मानिसहरूको बीचमा विषालु सर्पहरू पठाइदिनु भयो र सर्पले मानिसहरूलाई डसे र इजरायलीहरूको धेरैजना मरे। अनि त्यहाँदेखि इजरायलीहरू गनमन गरेको कारणले गर्दा चाहिँ परमप्रभु परमेश्वरले चाहिँ अब यिनीहरूलाई ठिक छ भनेर परमप्रभु परमेश्वरले चाहिँ सर्पहरू पठाइदिन्छ। सर्पहरू पठाइदिएपछि इजरायलीहरूलाई डस्छ, सर्पले ठुङ्छ। अनि सर्पले ठोकेपछि धेरै इजरायलीहरू त्यहाँ मर्छ। अनि मरेपछि अनि मूसा कहाँ आएर मानिसहरूले भने परमप्रभु र तपाईँको विरोधमा बोलेर हामीले पाप गरेको छ, उहाँले हामीबाट यी सर्पहरू हटाइदिउन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस् भनेर इजरायलीहरू पश्चाताप गर्छ। हामीले चाहिँ मूसा तपाईँ र परमेश्वरको विरोधमा हामीले धेरै गनमन गर्यो, धेरै विरोध गर्यो। त्यही कारणले गर्दाखेरि हामीले बल्ल बुझ्यौँ, हामी पश्चाताप गर्छु, हामी अबदेखि गनमन गर्दिन, प्लिज यो सर्प हटाइदिनुको लागि परमेश्वरलाई प्रार्थना गरिदिनुहोस् न भनेर मूसालाई भन्छ। त्यति बेला चाहिँ मूसालाई भनेपछि अनि मूसाले इजरायलीहरूलाई हेरेपछि इजरायलीहरू साँच्चै नै पश्चाताप गरेको देख्छ, फर्केको देख्छ। त्यहाँबाट मूसाले परमप्रभु परमेश्वरलाई प्रार्थना गर्छ। अनि मूसा कहाँ आएर मानिसहरूले भने परमप्रभुलाई के तपाईँको विरोधमा बोलेर हामीले पाप गरेको छ, उहाँले हामीबाट यी सर्पहरू हटाइदिउन् भने परमप्रभुलाई प्रार्थना गरिदिनुहोस् भनेर बिन्ती बिसाउँछ मूसालाई। अनि मूसाले उनीहरूको प्रार्थना, उनीहरूले भनेको कुरा सुन्छ। अनि मूसाले के गर्छ, तब मूसाले ती मानिसहरूको निम्ति प्रार्थना गरे। अनि मूसाले त्यो मानिसहरूको निम्ति प्रार्थना गर्छ। सुन्नुहोस् है, अब गहिरो कुरा अनि गर्छ। अनि यहाँ के भन्छ भने परमप्रभुले मूसालाई भन्नुभयो, अनि परमप्रभुले मूसाले घुँडा टेकेर परमप्रभु परमेश्वरलाई भन्छ, प्रार्थना गर्छ, प्रभु यो इजरायलीहरू फर्कियो, पश्चाताप गर्यो, अब हाम्रो विरोधमा गनमन नगर्ने अरे, अबदेखि यस्तो भन्दैन अरे, प्रभु प्लिज यो सर्प हटाइदिनुहोस् न प्रभु भनेर प्रार्थना गर्छ मूसाले। त्यति बेला चाहिँ परमप्रभु परमेश्वरले के भन्छ भन्दा चाहिँ परमप्रभुले मूसालाई भन्नुभयो, तैँले विषालु सर्पको एउटा प्रतीक बनाएर त्यसलाई एउटा खाँबामा झुन्डा। सुन्नुहोस् है, मूसालाई परमप्रभुले आदेश दिन्छ कि तैँले विषालु सर्पको एउटा प्रतीक बनाएर एउटा खाँबामा झुन्डा। सर्पले डसेकाहरू त्यसलाई हेरेपछि तिनीहरू बाँच्ने छन्। एउटा काठमा, खाँबामा भन्छ काठको काठमा एउटा साँपको प्रतीक बनाएर झुन्डाउनु भन्छ मूसालाई। अनि भनेपछि मूसाले के गर्छ भने तब मूसाले एउटा काँसाको साँप बनाएर त्यसलाई एउटा खाँबामा झुन्डाए। सर्पले डसेको सबै काँसाको साँपलाई हेरेपछि बाँचे। आमेन। अनि मूसाले जब चाहिँ परमप्रभुले आदेश दिन्छ, अनि जब इजरायलीहरूले पश्चाताप गरेर फर्किन्छ, परमेश्वरतिर फर्कियोपछि गनमन गर्दिन भन्छ, पश्चाताप गर्छ, अनि फर्कियोपछि चाहिँ साँच्चै नै मूसाले चाहिँ परमप्रभुले दिएको आदेश अनुसारले एउटा काठमा चाहिँ साँपको प्रतीक बनाएर झुन्डाउनु भनेर आदेश दिएको हुन्छ। अनि साँप एउटा काठमा चाहिँ काँसाको या पित्तलको साँप बनाएर झुन्डाएर चाहिँ अनि जतिजनाले त्यहाँ सर्पले डसेको हुन्छ इजरायलीहरूलाई, त्यो सर्पले डसेको व्यक्तिहरूले चाहिँ त्यो साँपलाई, काँसाको त्यो काठमा झुन्डाएको काँसाको साँपलाई हेर्नु बित्तिकै ऊ निको हुन्छ। आमेन। अनि त्यसले त्यहाँ के भन्नु खोज्दैछ भनेदेखि सुन्नुहोस् है, अब म गहिरो कुरामा लान्छु। अनि त्यो काठ अनि त्यो साँप, ताँबो या काँसाको साँपले चाहिँ आज हामीलाई भविष्यको
प्रतीक भविष्य प्रभु येशू ख्रीष्टको कुरालाई दर्शाउनु जान्दैछ। जसरी प्रभु येशू ख्रीष्टलाई पनि काठमा, कल्वरी क्रुस के को थियो? काठको थियो। त्यो काठमा प्रभु येशू ख्रीष्टलाई झुन्डाएको थियो। त्यसैले त्यो बताउनु जान्दैछ। अनि म अब तपाईलाई एउटा गहिरो प्रकाशमा लानु चाहन्छु। जसरी मिश्र भन्छ, मिश्र चाहिँ अहिले हेर्नु हो भने अहिले चाहिँ नरक जस्तो हो। मिश्रमा के थियो? पाप थियो, दासो थियो, टचर थियो। त्यसरी नै आज तपाईँ र मैले पनि प्रभुलाई नपाउने व्यक्तिहरूले आज तपाईँ र हाम्रो जिन्दगी कस्तो छ? नरक जस्तै छ। हामीले प्रभुलाई चिन्नेको छैन, चिन्नु पाएको छैन भने आज हामी त्यो चाहिँ इजरायली, त्यो चाहिँ मिश्र हो। त्यो संसारको ठाउँ चाहिँ मिश्र भन्ने ठाउँ हो। अनि जब चाहिँ इजरायलीहरूलाई मिश्रबाट चाहिँ परमप्रभुले निकालेर ल्यायो, कसले ल्यायो? मूसाले ल्यायो। अनि आजको युगमा अहिले यो नयाँ करारमा हेर्नु हो भने आजको युगमा मूसा चाहिँ अगुवाहरू हो। जसरी मिश्र भने चाहिँ अघि मैले भने संसारको थोक भयो। सुन्नुहोस् है, संसारको थोकबाट चाहिँ मिश्रबाट चाहिँ इजरायलीहरूलाई जसरी मूसाले निकालेर ल्यायो, त्यसरी नै संसारको थोकबाट चाहिँ आज अगुवाहरूले, परमेश्वरको जन अगुवाहरूले चाहिँ मानिसहरूलाई प्रभुको सुसमाचारहरू सुनाएर निकालेर ल्यायो। आमेन। अनि त्यो इजरायलीहरू चाहिँ कहाँ जाँदैछ? कहाँ जाँदैछ भन्नुहोस् त? दुध र मह बग्ने ठाउँमा जाँदैछ, कानान देशमा जाँदैछ। मिश्र भन्ने ठाउँ चाहिँ त्यहाँ हो जहाँ चाहिँ संसार भयो, जहाँ चाहिँ नराम्रो कुरा हुन्छ, जहाँ चाहिँ मोज मजा छ, जहाँ रमाइलो छ, जहाँ चाहिँ कुनै कुराको पनि डर छैन, जे गर्दा पनि हुन्छ भन्ने ठाउँ छ। त्यो ठाउँबाट चाहिँ परमप्रभु परमेश्वरले चाहिँ मूसाद्वारा इजरायलीहरूलाई निकालेर ल्याउँदैछ। अहिलेको युगलाई हेर्नु हो भने चाहिँ अहिलेको युग मूसा, मिश्र भन्ने ठाउँ चाहिँ संसार हो। अनि जब इजरायलीलाई जसरी त्यहाँ मूसाले निकाले नि, त्यसरी नै आज सुसमाचार सुनाउने चाहिँ अगुवाहरू हो। त्यो अगुवा चाहिँ अहिले हेर्यो भने त्यति बेलाको लागि हेर्नु हो भने मूसा जस्तो हो। अनि यात्रा चाहिँ कहाँको छ? दुध र मह बग्ने ठाउँ हो। दुध र मह बग्ने ठाउँलाई अर्को भाषामा के भन्छ थाहा छ? स्वर्ग भन्छ। आमेन। दुध र मह बग्ने ठाउँलाई अर्को भाषामा के भन्छ? स्वर्ग भन्छ। अनि स्वर्गमा आज तपाईँ र मेरो यात्रा कहाँको छ? स्वर्गको यात्रा छ। हामी कहाँ जानुको लागि लड्दैछौँ त? स्वर्ग जानुको लागि हामी वचन पढ्दैछौँ, प्रार्थना गर्दैछौँ, संगति आउँदैछौँ। यति गहिरो प्रकाश छ यो। आज जसरी इजरायलीहरूलाई मिश्रबाट निकालेर ल्यायो, त्यसरी आज यो संसारमा पनि तपाईँ र मलाई संसारको कुलतदेखि हामीलाई निकाल्नु अगुवाहरू आएको छ। त्यहाँ मूसालाई पठाएको थियो। त्यसरी आजको युगमा नयाँ करारमा परमप्रभु परमेश्वरले अगुवाहरूलाई पठाउनु भएको छ। जहाँ गएर सुसमाचार सुना, त्यो व्यक्तिहरूलाई त्यहाँबाट निकाल। कहाँको यात्रा छ? स्वर्गको यात्रा छ। दुध र मह बग्ने ठाउँमा पुग्नुको लागि मिश्रबाट इजरायलीहरू निक्लेर आयो। कति वर्ष लाग्यो? 40 वर्ष लाग्यो। आज तपाईँ र मेरो यात्रा पनि दुध र मह बग्ने ठाउँ मतलब स्वर्गको यात्रा छ। त्यसरी नै जसरी मिश्रबाट निकालेर ल्याउँदा इजरायलीहरूले नि त्यो बाटोमा गमन गरे नि, त्यसरी नै आज तपाईँ र मैले पनि गमन गरिरहेको छु। कतिजनाले मेरो जागिर भएन है, मेरो घर भएन, मेरो परिवार राम्रो भएन, मेरो बाबुआमा राम्रो भएन, मेरो श्रीमान राम्रो भएन, मेरो श्रीमती राम्रो भएन, यो गनमन अहिले गरिरहेको छ नि। यो त्यो मिश्रबाट निकालेर ल्याउन इजरायलीहरूले त्यो बाटोमा परमप्रभुले जति कुरा दिँदा पनि गनमन गरि नै रहे नि। आज तपाईँ र मेरो जीवनमा यही भइरहेको छ। परमप्रभु परमेश्वरले तपाईँ र मलाई हरेक कुरा दिइरहनु भएको छ। उहाँको ऋतुमा, उहाँको समयमा तपाईँ र मलाई सबै कुरा दिइरहेको छ। तर पनि हामी कहिले पनि चित्त बुझाउँदैनौँ, हामी गनमन गरि नै रहन्छौँ। आज हामीले अगुवाहरूलाई गनमन गरिरहेको हुन्छ। खै भएन त प्रार्थना, के भयो यो? हेर्नु है, जसरी इजरायलीहरूले मूसालाई गनमन गरेको थियो नि, त्यसरी नै गनमन गरिरहेको छ अगुवाहरूलाई। अनि त्यहाँबाट हेर्नुहोस्, आज यही यात्रामा तपाईँ र मेरो पनि स्वर्गको यात्रा छ। तपाईँ र हामी यो यात्रामा हिँडिरहेको छ। अनि तपाईँ र मैले पनि यो गनमन गर्यो भनेदेखि, आज तपाईँ र म पनि गनमन गर्यो भने
तपाईँ र म पनि यो कुराहरूमा अल्झिरह्यो भने हामी पनि दुध र मह बग्ने ठाउँमा जानु सक्दैन। जसरी त्यो सर्पलाई नहेरी निको हुँदैन, त्यसरी नै आज तपाईँ र मैले पनि गनमन मात्र गर्ने होइन, गनमन गरेर तपाईँ र मैले परमप्रभु परमेश्वरले वचनले के भनेको छ, तिमीहरू पश्चाताप गरेर आऊ। पुरानो नियमदेखि नै रहेछ नि त यो कुराहरू। हेर्नुहोस् त कति मजाको कुरा। अनि तपाईँ र म पश्चाताप गरेर आज जसरी त्यो काठमा झुन्डाएको सर्पलाई, इजरायलीहरूलाई सर्पले टोक्दा चाहिँ कहाँ जाँदा निको हुन्थ्यो, त्यो काठमा झुन्डाएको सर्पलाई हेर्दा निको हुन्थ्यो भने आजको युगमा तपाईँ र म पनि हरेक कुरामा फस्यौँ भनेदेखि, आज तपाईँ र म पनि हरेक कुरामा अल्झ्यौँ भनेदेखि चाहिँ आज तपाईँ र मैले पनि त्यो कल्भरी क्रुसलाई हेर्नुपर्ने रहेछ। आमेन। अनि त्यो येशू ख्रीष्टलाई हेर्नुपर्ने रहेछ। अनि येशू ख्रीष्टलाई जसरी त्यो इजरायलीहरूलाई साँपले ठुङ्दाखेरि त्यो काँसाको, त्यो ताँबाको, त्यो पित्तलको सर्पलाई हेरेर विश्वास गरेर निको हुन्थ्यो भनेदेखि अहिलेको नयाँ करारमा, अहिलेको युगमा परमेश्वरको पुत्र येशू ख्रीष्टलाई विश्वास गर्दा निको हुनेछ। आमेन। अनि यो युगमा, अहिलेको युगमा प्रभु येशू ख्रीष्टलाई विश्वास गर्यो भने अनि उद्धार अनि मुक्ति अनि छुटकारा पाउनेछ। आमेन। कति मजाको कुरा भनेको रहेछ। आज अघि मैले भने तपाईँ र मेरो यो यात्रा चाहिँ स्वर्ग जाने यात्रा हो। आज तपाईँ र म चाहिँ जसरी इजरायलीहरू नि मरुभूमिमा थियो नि, त्यसरी नै अहिले तपाईँ र म पनि मरुभूमिमै छौँ। तपाईँले सुन्नु भएको छ बोकले मान्छे मर्यो अरे भनेको सुन्नु भएको छ? बोकले मान्छे हतपत मर्दैन। बोकले मान्छे मर्यो अरे भनेको कहीँ पनि सुन्दैन। किनभने मान्छेले कहीँ न कहीँ केही न केही खानु दिन्छै दिन्छ। तपाईँ चाहे जस्तै बदमास नै किन नहोस्, तपाईँले खानेकुरा चाहिँ पाउँछै पाउँछ क्या। खानु चाहिँ मान्छेले दिन्छै दिन्छ। यो चाहिँ परमेश्वरको देन हो। परमेश्वरले तपाईँ र मलाई एकछिन ध्यान दिनु होला। परमेश्वरले त्यो कुरालाई चाहिँ परमप्रभु परमेश्वरले चाहिँ हामीलाई कहिले पनि खाली राख्नुहुन्न। त्यसले गर्दाखेरि आज म तपाईँहरूलाई के भन्न चाहन्छु भने तपाईँ र मेरो यात्रा पनि, हाम्रो विश्वासीको यात्रा पनि हामी दूत र मह बग्नेको यात्रामा छौँ, स्वर्ग जाने यात्रामा छौँ। आज तपाईँ र म पनि स्वर्ग जाने यात्रामा इजरायलीहरूले गनमन गरेको जस्तो आज तपाईँ र म पनि काशमा गनमन गरिरहेको छौँ कि कतिवटा कुरामा चुकिरहेको छ कि? यदि गनमन गर्यो भने त्यो सर्पले डस्ने रहेछ। सर्प के को प्रतीक हो? शैतानको प्रतीक हो। आज तपाईँ र मेरो त्यो गनमनहरू गर्यो भने के हुने रहेछ थाहा भयो? रोग आउँदैछ, महामारी आउँदैछ। अब अहिले झन् हिजो आजको न्युजमा के भन्दैछ, उता के अरे बङ्गालबाट चाहिँ एउटा डरलाग्दो तुफान आउँदैछ अरे, बमरी जस्तो आउँदैछ अरे, मान्छे मर्दैछ अरे। अब त्यहाँ हुनु पनि हो, काठमाडौँमा अहिले मान्छेहरू पुरा मरिरहेको, डुबिरहेको, पहिरोहरू गइरहेकोहरू देखाइरहेको छ। आज यो सबै भएको कारण चाहिँ तपाईँ र मेरो गनमनको कारणले हो। आज यो गनमन गरेको कारणले गर्दा परमेश्वरबाट आएको चेतवानी हो। आज यो कुराहरूको समयमा चाहिँ तपाईँ र म गनमन गर्छौँ, शरीरमा छ, तर तपाईँ र म पश्चाताप गर्यौँ भनेदेखि चाहिँ परमप्रभुलाई पश्चाताप गरेर प्रार्थना गर्यौँ। जसरी इजरायलीले प्रार्थना पश्चाताप गरेर मसाला गरेर बिन्ती गरिदिनु न, साँप हटाइदिनु न भन्दा परमप्रभुले साँच्चै नै साँप हटाइदिएको जस्तै तपाईँ र म पनि पश्चाताप गरेर गनमन गर्नु छोडेर प्रभुमा फर्क्यौँ भनेदेखि तपाईँ र मेरो उद्धार हुनेछ। आमेन। अनि आज कतिजनाले हेऱ्यो भनेदेखि चाहिँ कसैले सोच्छ होला यो मूर्ति पूजा भनेर। जब साँपको कुरा आयो, ताँबोको साँप, लट्ठीमा साँप जुन्डाउने भन्ने कुराहरू सुन्दाखेरि कतिजना मान्छेहरूले चाहिँ के पनि भन्ने गर्छ भनेदेखि यो त मूर्ति पूजा पो होला भनेर भन्छ। तर बाइबलले स्पष्ट गरेको छ कि पित्तलको सर्प एउटा प्रतीक हो, प्रतीक मात्र हो। त्यहाँ रियल साँप हो भनेको छैन, त्यहाँ प्रतीक मात्र हो। अनि भविष्यको योजनाको एक संकेत थियो। त्यो प्रतीक चाहिँ, त्यो पित्तलको साँप चाहिँ के जनाउँदै थियो भने त्यसले चाहिँ भविष्यको एउटा संकेत, एउटा सिग्नल, संकेत बताउँदै थियो। के संकेत थिएछ भने यो सर्प मृत्यु र पापको प्रतीक थियो। त्यो सर्प चाहिँ मृत्यु र पापको प्रतीक थियो। र लट्ठीमा झुन्डाउनुको अर्थ चाहिँ पापको दण्ड उठाउनु लाग्नु भएको कुरालाई जनाउँदै थियो। त्यो लट्ठीमा सर्प झुन्डाउनेलाई चाहिँ हेर्नुहोस् है, जसरी येशू आफैले भन्नुभयो
मैले अहिले पुरानो करारबाट देखाएको थिएँ। कतिजना मान्छेले भन्नु होला त्यो पुरानो करारबाट देखायो यो त मूर्ति पूजा होला भन्ने कुराहरू प्रश्न उठ्ला है। तर म तपाईहरुलाई नयाँ करारमा पनि देखाउन चाहन्छु, जसले येशूले आफै भन्नुभएको छ। यूहन्नाको 3 अध्यायलाई पल्टाउनु होला, 3 अध्यायको 14 र 15 पद एकजनाले पढिदिनु होला। अनि यहाँनिर के लेखेको छ सुन्नुहोस् है। यो नयाँ पुरानो करारमा मात्र हैन, नयाँ करारमा पनि यहाँ के भनेको छ भने येशू ख्रीष्ट आफैले भन्नुभएको छ, जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाल्यो त्यसरी नै मानिसको पुत्रलाई उचालिनु पर्छ। जसरी मूसाले उजाड स्थानमा सर्पलाई, सुन्नुहोस् है, जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचालेर लट्ठीमा लाएर उचाल्यो, त्यसरी नै मानिसको पुत्रलाई पनि उचालिनु पर्छ। त्यसरी नै मानिसको पुत्र येशू ख्रीष्टलाई पनि कल्वरी क्रुसमा लाएर उचाल्यो, हो कि हैन भन्नुस् त। अनि यहाँ के भनेको छ भने 15 मा, र जसले उहाँमाथि विश्वास गर्छ त्यसले आनन्द जीवन पाउनेछ। त्यो कल्वरी क्रुसलाई, उहाँ मर्नुभएका प्रभु येशू ख्रीष्टलाई जसले विश्वास गर्छ त्यसले चाहिँ आनन्द जीवन पाउनेछ। जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाल्यो, त्यो सर्पलाई जसले सर्पले डसेको व्यक्तिले त्यो सर्पलाई हेर्नु बित्तिकै निको भएको थियो, चङ्गाई भएको थियो, छुटकारा पाएको थियो, त्यसरी नै आज मानिसको पुत्रलाई पनि, सुन्नुहोस् है, मानिसको पुत्रलाई पनि उचालिएको छ र जसले उहाँमाथि विश्वास गर्छ त्यसले आनन्द जीवन पाउँछ। आमेन। मानिसको पुत्र येशू ख्रीष्टलाई जसले विश्वास गर्छ त्यसले चाहिँ आनन्द जीवन पाउनेछ। अनि जसरी इजरायलीहरूले पित्तलको सर्प देखेर जीवन पायो, जसरी इजरायलीहरूले पित्तलको सर्पलाई यसरी हेर्नु बित्तिकै ऊ निको हुँदै थियो, निको भएको थियो है, देखेर जीवन पाएको थियो, त्यसरी नै येशूलाई देखेर या विश्वास गरेर गर्यो भने पाप र मृत्युबाट बाँच्ने छ। आमेन। जसरी पुरानो नियममा त्यो पित्तलको साँपलाई हेर्दाखेरि इजरायलीहरू बाँचेको छ, त्यसरी नै अहिले नयाँ करारमा अहिलेको युगमा आएर चाहिँ कल्वरी क्रुसमा जुन्डाएको त्यो येशू ख्रीष्टलाई विश्वास गर्यो भने, हेर्यो भने, विश्वास गर्यो भने चाहिँ उसले के गर्ने रहेछ? पाप र मृत्युबाट बाँच्ने रहेछ। आमेन। मजाको कुरा छ, गहिरो कुरा छ प्रियजन। आज पनि यस संसारमा यस्तै मरुभूमि जस्तै भइरहेको छ। आजको यो संसारमा पनि मरुभूमि जस्तै भइरहेको छ। मान्छेहरू शरीरमा हेर्दा राम्रो छ तर भित्र उनीहरूलाई धेरै चिन्ता फिक्रीहरू छ। मान्छेहरू थाकिसक्यो, कतिजना मान्छेहरू थाकिसकेको छ। चिन्ताले, बिरामीले, पापले, लालचले, नशाले, झुटले, आत्महत्याको विचारहरू आइरहेको छ त्यो मान्छेहरूलाई। हेर्नुहोस् है, आज पनि मरुभूमि जस्तै भइरहेको छ। हामीले मान्छेलाई हेर्दा ओहो कति राम्रो मान्छे हो, कति ह्यान्डसम मान्छे हो भन्छ, तर बिचारा त्यसले त्यसको मनभित्र कति दुःख, कति कष्ट बोकेर हिँडिरहेको हुन्छ है। अनि निराशा सबैको कारणबाट मान्छेहरू आत्महत्या सम्म पुगिसकेको छ मनमा नै। अनि आज मान्छेहरूले आत्महत्या गर्ने सम्म पनि उसको आत्माबाट नै मरौँ कि आत्महत्या गरौँ कि जस्तो पनि भइसकेको छ। आज साँच्चै यो संसार मरुभूमि जस्तै भएको छ। त्यसले गर्दा आज यो कुराहरूबाट बाँच्ने हो भने, यो कुराहरूबाट हामी छुटकारा पाउने हो भने चाहिँ त्यो काठमा जुन्डाएका, कल्वरी क्रुसमा जुन्डाएका प्रभु येशू ख्रीष्टलाई हेर्नुपर्छ, प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुपर्छ। अनि तपाईहरु मेरो पाप र मृत्युबाट तपाईहरु म बाँच्न सक्छ। नभए हामी एउटा मृत्यु त हुन्छ शरीरमा र फेरि अर्को मृत्यु पनि हुन्छ। त्यसले गर्दा त्यो अर्को मृत्युबाट बाँच्नुको निम्ति चाहिँ प्रभु येशू ख्रीष्टलाई मेरो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर स्वीकार्नुपर्छ अनि विश्वास गर्नुपर्छ। प्रियजन, आज तपाईले तपाईको छरछिमेकीलाई, तपाईको भाइ बहिनीलाई, तपाईको दाजु दिदीलाई, तपाईको आमा बाबालाई, तपाईको आफन्तलाई, तपाईको छरछिमेकीलाई यो सन्देश सुनाउनुहोस्। आज जसरी पुरानो नियमदेखि कुरा यो घटनाहरू घटेको छ,
आज तपाईँ र मैले यो कुराहरू सुनाउनु पर्छ। आज जसरी पुरानो नियममा त्यो के अरे पित्तलको साँपलाई हेर्दाखेरि, त्यो काठमा झुन्डाएको पित्तलको साँपलाई हेर्दा इजरायलीहरू बाँचेको छ, त्यसरी नै अहिले नयाँ नियममा आएर कल्भरी क्रुसमा झुन्डाएको प्रभु येशू ख्रीष्टलाई विश्वास गरेर तपाईँ र म बाँच्नेछ। आमेन। त्यसरी आज पनि त्यस्तै आवाजहरू गुन्जिरहेको छ संसारमा। आज पनि यो आवाजहरू संसारमा गुन्जिरहेको छ। कतिजना मान्छेहरू बाँच्छु भनेर पनि बाँच्नु सकेको छैन, बाँच्छु भनेर पनि बाँच्नु पाएको छैन। कतिजनाले सुसमाचार सुन्छु भन्दा पनि सुन्नु पाएको छैन है प्रियजन। त्यसले गर्दाखेरि आज गहिरो कुरा छ। अनि त्यो समय इजरायलीहरू पित्तलको सर्पलाई देख्नु बित्तिकै बाँच्थे, अनि जसले पित्तलको साँपलाई हेर्दैन थियो त्यो व्यक्तिहरू मर्थे। त्यसरी नै के भएको छ भने आज पनि यदि कोही येशूलाई हेर्छ भने या विश्वास गर्छ भने त्यसले पापको सजाबाट मुक्त पाउने या छुटकारा पाउनेछ। आजको युगमा प्रभु येशू ख्रीष्टको बारेमा सुनेर पनि नसुनेको जस्तो गर्ने है। आज तपाईँ र मैले आज पनि यहाँ कोही येशूलाई हेर्छ भने, यो विश्वास गर्छ भने, तापनि गर्छ भन्छ, तर पनि आज त्यो कुराहरूबाट गरेन भने आज तपाईँ र हामीले छुटकारा पाउँदैन। तर प्रभु येशू ख्रीष्टलाई विश्वास गर्यो भने आज तपाईँ र मैले छुटकारा पाउँदैछ। जसले येशूलाई देखेर पनि चिन्दैन भने त्यो आत्मिक रूपमा मर्छ, शारीरिक रूपमा होइन, आत्मिक रूपमा मर्छ र त्यो अनन्त विनाशमा पुग्नेछ। हालेलुया। अनि त्यहाँ के पनि लेखिएको छ भने यशायाको पुस्तक 45 अध्यायको 22 पदलाई एकजनाले पढाउनु होला। त्यहाँ पनि गहिरो कुराहरू लेखिएको छ। आज तपाईँ र मैले यशायाको 45 को 22 पदमा चाहिँ हामीले त्यहाँ हेर्नु पाउँछ। एकजना कसैले पढिदिनु होला। अनि यहाँ परमप्रभु परमेश्वरले यशायाको पुस्तक 45 को 22 पदमा त्यहाँ के भनेको छ भने, मतिर फर्क र उद्धार पाऊ हे पृथ्वीका सबै पल्लो छेउको हौ, किनकि म परमप्रभु हौ र अरू कोही छैन, मदेखि बाहेक अरू कोही पनि छैन। त्यसले गर्दा मतिर फर्क भनेको छ। आज प्रभुलाई ग्रहण गर्ने बप्तिस्मा दिनेहरूलाई पनि यो डरलाग्दो चुनौती छ। आज तपाईँ र म कतिवटा कुरामा चुकेको छ होला, कतिवटा कुरामा हिँडिरहेको छ भने पनि प्रभुले के भनिरहेको छ भने मतिर फर्क, मदेखि बाहेक अरू कोही परमेश्वर छैन, मै मात्र हुँ, मै हुँ। आज मतिर फर्क भनेर भन्दैछ र अरू कोही छैन भनेर भन्दैछ। प्रियजनों, आज मतिर फर्क र उद्धार पाऊ र पृथ्वीमा सबै पल्लो छेउका हौ, किनकि म परमेश्वर हौ र अरू कोही छैन भनेर परमप्रभु परमेश्वरले तपाईँ र मलाई चेतवनी दिइरहेको छ। यसबाट हामीले यो सिक्नु शिक्षा पाउँछौँ कि परमेश्वर हामीलाई चमत्कारको माध्यमबाट होइन, विश्वासद्वारा बचाउँछ। परमप्रभु परमेश्वरले चाहिँ तपाईँ र मलाई चमत्कार गरेर मात्र होइन, चमत्कारको माध्यमद्वारा मात्र होइन, मैले चाहिँ बिरामीलाई प्रार्थना गर्नु बित्तिकै मरेको बिरामी पनि निको भयो मद्वारा, मैले गर्दा भनेर भन्छ अरे। तर त्योसँग सरकार छैन। परमप्रभुले चाहिँ तपाईँ भित्रको विश्वास चाहिँ कस्तो छ, त्यो विश्वासद्वारा मात्रै चाहिँ के भनेको छ, बाँच्ने छ भनेको छ, चमत्कारद्वारा होइन। यसबाट हामीले यो शिक्षा पाउँछौँ कि परमेश्वर हामीलाई चमत्कारको माध्यमबाट होइन, विश्वासद्वारा बचाउनु हुनेछ। तपाईँ र मलाई चमत्कार चिन्ह र चमत्कार गरेर मात्र होइन, तपाईँको भित्र भएको विश्वासद्वारा मात्रै तपाईँ अनि म बाँच्न सक्छ। आमेन। अनि प्रतीकलाई पुज्ने गलत हो। अघि मैले भने हेऱ्यो भनेदेखि आज त्यो पित्तलको साँप, यो लट्ठीमाथि झुन्डाएको पित्तलको साँप चाहिँ प्रतीक थियो। अनि त्यो पित्तलको साँपलाई पुज्नु चाहिँ गलत हो, प्रतीक भयो। त्यो प्रतीकलाई पुज्नु गलत हो, तर प्रतीकलाई इसारा गर्नेलाई पुज्नु जरुरी छ। त्यो प्रतीकलाई इसारा गर्नेलाई पुज्नु चाहिँ जरुरी छ। अनि प्रतीकलाई इसारा चाहिँ कसले गरेको छ थाहा छ तपाईँलाई? प्रभु येशू ख्रीष्टलाई इसारा गरेको छ। अनि अघि मैले भने एउटा काठमाथि साँप झुन्डायो भनेपछि काठ के भयो? कल्भरी क्रुस भयो। साँप झुन्डाएको छ नि, त्यहाँ को झुन्डायो?
परमेश्वरको पुत्र येशू ख्रीष्टलाई झुन्डायो। अनि अघि मैले भने नि प्रतीकलाई पुस्नु, प्रतीक त्यो साँप भयो, आकर भयो नि, त्यो आकरलाई पुस्नु चाहिँ गलत हो, तर प्रतीकलाई इशारा गर्नेलाई पुस्नु चाहिँ जरुरी छ, र त्यो हो येशू ख्रीष्ट, त्यो चाहिँ प्रभु येशू ख्रीष्ट हो। अनि मोसाद्वारा बनाएको पित्तलको साँप द्वाराको प्रतीक थियो। मोसाद्वारा बनाएको पित्तलको साँप चाहिँ एउटा प्रतीक मात्र थियो, खुद उद्धार थिएन, खुद आफै ओरिजिनल थिएन। त्यो चाहिँ मोसाले बनाएको पित्तलको साँप चाहिँ एउटा प्रतीक मात्र थियो, उद्धारको प्रतीक थियो, उद्धारको प्रतीक मात्र थियो, खुद उद्धार थिएन। जसरी प्रेरित 4 अध्यायको 12 पदमा लेखिएको छ। प्रेरित 4 अध्यायको 12 पदमा त्यहाँ के लेखिएको छ एकजनाले पढिदिनु होला। एकखेप मजाले ताली बजाइदिउँ न है। यति गहिरो कुरा भन्नुभएको छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनुलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। येशू ख्रीष्ट एक्सेप्ट येशू ख्रीष्टदेखि बाहेक अरू कसै कुनै नाम पनि दिएको छैन। त्यसले गर्दा कति आनन्दको कुरा छ, आज तपाईँ र म त मुक्ति पाएको व्यक्ति हो, मुक्ति पाएको मानिस हो। अनि आज तपाईँ र मैले मुक्ति पाएको छ, आज तपाईँ र मैले उद्धार पाएको छ। आज तपाईँ र मैले चाहिँ आज भनौँ न इजरायलको यात्राहरूमा हामी हिँडिरहेको छौँ, अनि जसद्वारा हामीले मुक्ति पाउन सक्छ। कसद्वारा चाहिँ हामी मुक्ति पाउन सक्छौँ? प्रभु येशू ख्रीष्टद्वारा मात्रै तपाईँ र मैले मुक्ति पाउन सक्छौँ, किनकि येशूलाई उद्धार र मुक्ति हो, येशू नै मात्र उद्धार र मुक्ति हो, येशू बिना कुनै मुक्ति छैन। आमेन। त्यसले गर्दा प्रियजनों, अघि मैले भनिहाले जसरी इजरायलीहरूलाई मिस्रबाट निकालेर ल्याउँदाखेरि चाहिँ त्यहाँनिर के गरेको छ, इजरायलीहरूले गनमन गरेको छ। गनमन गर्दाखेरि चाहिँ त्यहाँ बाटोमा 40 वर्षसम्म अलमलेको कुराहरू छ। हुनसक्छ त्यहाँ लगभग 11 किलोमिटर या 14 किलोमिटरको यात्रा मात्र छ त्यो ठाउँमा पुग्नुको लागि, तर 40 वर्षसम्म राखेको छ, त्यहाँ गुमाएको छ परमप्रभु परमेश्वरले। किन थाहा छ? छानबिन गर्नको लागि। आज त्यत्रो 40 वर्षसम्म त्यहाँ गुमायो 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 गुमायो, लास्टमा मोसादरी पनि दुत्रा मह बग्ने ठाउँमा पुग्न सकेन। किन? विश्वासी उसको त्यो इजरायलीहरूको कारणले गर्दा इजरायलले मोसालाई गनमन गर्छ। खै पानी तिर्खाले मर्नु आँट्यो, गाई बस्तु मरिसक्यो, पानी पनि छैन भनेर गनमन गरेको गर्छ। अनि परमप्रभुलाई मोसाले भन्छ, अनि परमेश्वरले त्यो चट्टानमा हिर्का भनेको हुन्छ, एक खेप मात्र हिर्का भनेको हुन्छ। मोसा चाहिँ त्यो अरूको प्रेसरले गर्दाखेरि क्या, हामी पनि त्यही हो नि, पछाडिबाट क्याङ क्याङ गर्ने बेसी आएपछि रिस उठ्छ नि होइन। मोसाले एक खेप हिर्काउने ठाउँमा 2 खेप हानिदिएको छ, 2 खेप हानिदिने बित्तिकै परमेश्वर ऊ पनि चुकेको छ। त्यस्तो मोसालाई परमेश्वरले मेरो प्रिय मित्र भनेर सम्बोधन गरेको व्यक्ति, मोसालाई त परमेश्वरले मित्र भनेको छ। त्यस्तो सिनाई पर्वतमा मोसासँग बोल्ने परमेश्वर, अनि त्यो बोल्ने व्यक्ति धरि त्यहाँ छोडिएको कुरा छ है, दुत्रा मह बग्ने ठाउँमा जानु सकेको छैन। त्यसले गर्दा प्रियजनों, आज तपाईँ र मेरो जीवनमा एकदमै शक्तिशाली चुनौतीहरू छ। आज तपाईँ र म पनि साँच्चै नै त्यो इजरायलीहरू जस्तै गनमन गरिरहेको छौँ भने, मोसा जस्तै गरेर एक हान्ने ठाउँमा 2 हानिरहेको छ भने, मण्डलीको ढोका खोल्नु पर्ने, बिहान रिस छोडी आएर रातले ढोका खोल्दैछ भने होइन, बिहान आउनु दे झैले म मात्रै मिलाउनु पर्ने भन्दा कुर्सी रिस छोडी मिलाउँदैछ भने होइन। अनि यो कुराहरू चुनौतीपूर्वक छ। यो वचनले सिकाउँछ, यो मैले भनेको होइन, बाइबलको वचनले भन्दछ। आज जसरी मिस्रबाट इजरायलहरू गनमन गरेको थियो, त्यसरी तपाईँ र मेरो जीवनमा पनि त्यो गनमन कुराहरू हटाउनु पर्छ। अनि तपाईँ र हामीले गसिप भन्छ अङ्ग्रेजीबाट, बुझ्छ? गसिप भनेको एक अर्काको कुरा काट्ने, एक अर्काको विरोध गर्नेलाई चाहिँ गसिप भन्छ। यो कुराहरू बनाउने हामी टाढो बस्नुपर्छ। परमप्रभु परमेश्वरले के भनेको छ भने,
आफ्नो आँखामा मुडा पसेको चाहिँ नदेख्ने, भाइको आँखामा दुलो पसेको चाहिँ देख्ने। सानो कण भनेको छ, सानो छेस्का, भाइको आँखामा सानो छेस्का पसेको हुन्छ, अनि त्यो सानो छेस्का चाहिँ देख्छ, आफ्नो भित्र चाहिँ मुडा भनेको छ ठुलो। अब हेर्नु है, आफ्नो आँखामा के पसेको छ, मुडा पसेको छ, त्यो चाहिँ देखेको छैन। भाइको आँखामा सानो छेस्का कण मतलब पसेको चाहिँ देख्ने। आज तपाईँ र मेरो जीवनमा पनि यो कुराहरू भइरहेको छ कि बा? काश यो कुराहरू छ भने आज हाम्रो ट्रिनिटी मण्डली चाहिँ प्रभुलाई प्रार्थना गर्नुपर्छ अनि यो कुराहरूबाट टाढो बस्नुपर्छ। आज तपाईँ र म चाहिँ म के भन्नु चाहन्छु भने हामी ट्रिनिटी मण्डलीहरू चाहिँ नछुटौँ, माथि पनि नछुटौँ क्या। माथि गएर पनि बोलाउनु पाउन, सरसा बहिनी तिमी यता बस त, सक्दैन उयो गर त, कति मजा आउँछ होइन? टिमै जानु पाउन मजाले क्या। त्यसले गर्दा त्यहाँ जानुको लागि चाहिँ सुन्नुभयो होला नि, जसलाई मित्र भनेर सम्बोधन गर्ने व्यक्तिले त्यहाँ छोडिएको छ है। अनि चुनौतीपूर्वक छ, तर सबभन्दा डरलाग्दो लेखा चाहिँ विश्वासीले भन्दा पनि अगुवाले दिनुपर्छ। अनि अगुवालाई गाह्रो छ। मोसा यदि इजरायली जस्तो साधारण व्यक्ति भएको मोसा आरामले छिर्थ्यो, कालेब छिर्यो, यहोशू छिर्यो, तर मोसा चाहिँ छिरेन। किन? ऊ अगुवा थियो, ऊ लिडर थियो। त्यसले गर्दा आज हामी लिडरहरूमा घमण्ड हुनु हुँदैन, लिडरहरू नम्रता हुनुपर्छ, लिडरहरू एक अर्काको यताउता गर्ने हुनु हुँदैन, संसिद्ध हुनुपर्छ। त्यो भारी चाहिँ त्यो परमेश्वरको भारी होइन, त्यो चाहिँ मेरो भारी हो भनेर बोक्नु सक्ने हुनुपर्छ। हामीले सब थोक चाहिँ परमेश्वरलाई सुम्पिने हुनुपर्छ। अनि आज म तपाईँहरूलाई के पनि भन्छु भनेदेखि आज यो कोयरमा बस्दैछ नि, कोयरमा बस्ने पनि लिडरहरू है, अनि कोयरमा बस्नु पनि गाह्रो छ। आज यो एक स्टेप किन उठाएको थाहा छ? एक स्टेप उठाएको छ। जहिले जहाँ जुनै मण्डलीमा जानुहोस्, कोयरको लागि एक स्टेप काटेको हुन्छ। किन भन्दा तपाईहरू साधारण विश्वासी भन्दा एक स्टेप माथि छ भनेपछि लेखा चाहिँ कहाँबाट सुरु हुन्छ थाहा छ? ढोकाबाट गन्ती सुरु हुँदैन, पुलपेटबाट गन्ती सुरु हुन्छ। लेखा चाहिँ माथिबाट सुरु हुन्छ, अगुवाबाट। नम्बर 1 पावल लामा यहाँ आइज। पावल लामा उभिनु पर्यो त्यहाँ। के छ पावल लामा? के गर्यो? पुरा फाइल पल्टिन्छ यसरी नै, यसरी नै एक एक दिनको होइन, छिनको सेकेन्डको फाइल पल्टिन्छ। अनि त्यहाँनिर कस्तो होला? एकदम चुनौतीपूर्वक छ प्रियजन। आज तपाईँ र म नि शरीरमा छ, संसारमा छौँ, हामी एकदम होसियार हुनुपर्छ। जति बेला पनि हामी जे पनि हुन सक्छ। अहिले म राम्रो यहाँ हिँडिरहेको छु, बोलिरहेको छु, अहिले यहाँ बाहिर निस्किने बित्तिकै एक्सिडेन्टबाट मर्नु पनि सक्छ, जे पनि हुन सक्छ भनेको छ गीतमा पनि। आँखाको एक निमेषमा भनेको जस्तो हामी जति बेला जे पनि हुन सक्छ। त्यसले गर्दा बी अलर्ट, हामी चङ्खो हुनुपर्छ, सतर्क रहनुपर्छ। अनि हामी हरेक चिज चुक्नु हुँदैन, हरेक चिज भनेर हुँदैन। त्यति बेला भन्यो यहाँ चाहिँ पुरा वचन प्रचार गर्यो गर्यो गर्यो, प्रभुको ढोका पुरा सिंहासनको ढोकासम्म नै विश्वासी लगेर पुऱ्यायो, अनि लास्टमा आफै चाहिँ तल भइरहेछ नि, के गर्ने? त्यसले गर्दाखेरि यो चुनौतीपूर्वक वचन छ आजको वचन। अनि यो गहिरो कुराले आज तपाईँ र मलाई यति ठुलो प्रश्न उठाउँछ कि तपाईँ र म कुन बाटो हिँड्दैछु। आज तपाईँ र म पनि साँच्चै त्यो इजरायलीहरू जस्तै गनमने जीवन जिरहेको छ। याद गर्नुहोस्, आज हामीले जसरी इजरायलीहरूले खाने कुरामा गनमन गरेको छ, हामी पनि त्यस्तै छौँ। कहिले नुन लागेन, कहिले खोर्सानी पिरो भयो, गनमन हेर्नुहोस् न। पानी पर्यो भने के साह्रो पानी परेको, आम्मा लोदर होला हो। हेर्नु है, अब परमेश्वरको योजना भएर पानी परिरहेको छ, परमेश्वरले पानी पारिरहेको छ। सृष्टि त उहाँको हातमा छ नि, सबै चलाउने उहाँको हातमा छ नि। अनि हामीहरू त भयकार भएर के भन्छ, लोदर होला हो, आम्मा के साह्रो पानी परेको। हेर्नु है, घाम लाग्यो, कस्तो लोदरे घाम लागेको, आम्मा फुट्ने। हेर्नु है, परमेश्वरले बनाएको कुरालाई, प्रभुले दिएको कुरालाई जस्तो छ नि
अयुबले जस्तो स्वीकार्नु सक्नुपर्छ। अब आउने समयमा म अयुबको बारेमा पनि वचन लिएर आउनेछु। तपाईलाई मेरो हृदय चाहिँ त्यस्तो हुनु सक्नुपर्छ जस्तो पनि प्रभु धन्यवाद। युसुफको जस्तो जीवनी हुनु पर्यो तपाईँ म, जस्तो स्थितिमा धन्यवाद प्रभु। खाल्टामा हालिदियो, धन्यवाद प्रभु। तपाईँको केही योजना त होला नि भयो, फेरि लगेर अर्काको घरमा बेचिदियो, त्यहाँ पनि धन्यवाद प्रभु। तपाईँको केही योजना होला नि, फेरि जेलमा लगेर पुऱ्याइदियो, त्यहाँ पनि धन्यवाद प्रभु। लास्टमा प्रभुले नि युसुफलाई कस्तो गरे हेर्नुहोस् त। त्यही युसुफको जीवनदेखि नै त आज इजरायलीहरू त्यो युसुफको कारणले गर्दा त युसुफको दाजुभाइहरू चाहिँ त्यहाँ मिश्रमा गएर बसेको थियो। त्यही कारणले गर्दा त्यहाँबाट त अनि के अरे याकुबको परिवारहरू सबै त्यहाँ गएर बसेको कारणले गर्दा त पछि आएर चाहिँ त्यहाँ इजरायली मिश्राहरूले चाहिँ दासत्व बनायो। त्यहाँबाट निकालेर ल्याउनलाई चाहिँ परमप्रभु परमेश्वरले त्यहाँबाट निकालेर ल्याएको कुरा। आज हेर्नु त कति मजाको कुरा छ। त्यसले गर्दा तपाईँ र म नि कहिले घमण्ड गर्नु हुँदैन, नम्बर 1। कहिले फाइफुटी लाउनु हुँदैन, नम्बर 2। म त वचन बोल्नु जान्दछु नि भनेर कहिले हावा पिटेर हिँड्नु हुँदैन। यो वचन बोल्ने कुरा, जान्ने कुरा, सिकाउने कुरा सबै परमेश्वर हो। सबै क्रेडिट प्रभुलाई दिनुपर्छ। यो मैले तपाईँ र हामीले गर्ने कुरा नै होइन। हामीले त नि यो सेतो केसलाई कालो पनि बनाउन सक्दैन। ऊ त्यो बाहिर पत्कर हल्लिँदैछ नि, ए पत्कर नहल्ली त भन्दा पनि थाम्नु मान्दैन। हेर्नुहोस् है, हाम्रो हातमा केही पनि छैन। यो टाउको मेरो भन्छ, यो शरीर, यो हात मेरो भन्छ, मेरो हात यस्तो छ, यो छ भन्छ, तर वास्तविक यो मेरो पनि होइन। जसले बनाएको छ त्यसको। यदि यो टाउको मेरो भएको भएदेखि नि यो टाउको दुख्दाखेरि ए टाउको नदुख्छ, 2-4 झापट हिँड्न दुख्थेन होला नि, डराउँथ्यो होला नि, यसले मलाई बनाएको हो, यसले भनेको त मान्नुपर्छ भन्थ्यो होला नि। तर होइन प्रियजन, तपाईँ र मेरो बसमा केही पनि छैन। एउटा कुरा याद गर्नुहोस्, तपाईँहरू कतिजना ठुल्ठुलो हस्पिटलमा जानु भएको होला, इमर्जेन्सीहरू देख्नु भएको होला। कतिजना मान्छेले गिटिक भेग भइरहेको हुन्छ, सास तान्नु र भित्र इनहेल गर्नु र एक्सहेल गर्नुलाई यति गाह्रो भइरहेको हुन्छ। त्यो समय, त्यो स्थिति, त्यो समयलाई तपाईँले महसुस गर्नुहोस्। आज तपाईँ र मेरो जिन्दगी नि केही पनि छैन है प्रियजन। अहिले तपाईँ र मेरो नि यो सास अल्झ्यो भने सक्यो, सकेन भन्नुहोस् त, सक्यो। अब अहिले मेरो हात यस्तो दामी छ भनिरहेको छ, फ्याट्टै एक्सिडेन्ट गरेर हातै गइदियो भने सकेन, सक्यो नि, केही छैन हाम्रो। त्यसले गर्दा हामी जहिले पनि 24 आवर परमेश्वरसँग रहनुपर्छ। यसो नम्र हुनुपर्छ, रिस गर्नु हुँदैन, डा गर्नु हुँदैन, आरिस गर्नु हुँदैन, अरूसँग झै झगडा गर्ने कामहरू गर्नै हुँदैन। नम्र भएर प्रभुसँग बस्नु, अनि हरेक कुराबाट प्रभुले यस्तो गरेर उहाँको पखेटाले छेकेर राखिदिनुहुन्छ। तर तपाईँ र म नि हेड हुट गर्नु थाल्यो भने पर्छ, ल जा सरी खाना त गरी खाना त भनिदिन्छ, त्यही पर पुग्नुकै पारिदिन्छ, गयो जिन्दगी। त्यसले गर्दा मेरो प्रिय मण्डली परिवारहरूलाई म के सल्लाह दिन चाहन्छु भने, तपाईँ र म चाहिँ इजरायलीहरू जस्तो गन्मने हुनु हुँदैन। जसरी इजरायलीहरूलाई त्यो सर्प पठाएर पश्चाताप गरेको छ नि, त्यसरी नै तपाईँ र म पनि पश्चाताप हृदय लिएर आउनुपर्छ। प्रभुमा निहुरिनु सक्नुपर्छ, प्रभुमा क्विट गर्नुपर्छ। प्रभु म केही पनि होइन, म तपाईँको चरणमा आउँछु। तपाईँको इच्छा बिना साँच्ची नै म सास पनि फेर्नु सक्दिनँ, बिहान पलङबाट उठ्नु पनि सक्दिनँ उहाँको इच्छा छैन भनेर हामी निहुरिनुपर्छ, हामी सानो हुनुपर्छ। अनि उहाँले बुझ्छ, बल्ल मेरो छोराले मेरो कुरा बुझ्यो, मेरो छोरीले कुरा बुझ्यो भन्छ। हामी भयकार भएको छ, यो हुँदैन है मण्डली परिवार हो। तर हाम्रो मेरो मण्डली परिवार त्यस्तो छैन, म खुसी लाग्छ। अहिलेसम्म हाम्रो झै झगडा छैन मण्डलीमा। शैतानले नसुनोस् है, यसुको नाममा त्यसलाई खारिज गरिहाल्छु म फेरि है। त्यस्तो नहोस्, हुँदैन पनि हाम्रो मण्डलीमा है। अनि हाम्रो मण्डलीमा सबैजना प्रार्थनामा समय बिताउनुहुन्छ, समय बिताउनुहोस्। तपाईँहरूले परिवारको लागि प्रार्थना गर्नुहोस्, अगुवाहरूको लागि प्रार्थना गर्नुहोस्, छरछिमेकीको लागि प्रार्थना गर्नुहोस्, आफन्तको लागि प्रार्थना गर्नुहोस्, आफ्नो भाइ बहिनीको लागि, दाजुभाइको लागि प्रार्थना गर्नुहोस्। आज तपाईँ र मेरो प्रार्थनाले, धर्मीजनको प्रार्थनाले, धर्मीजनको प्रार्थना चाहिँ के हुन्छ? शक्तिशाली हुन्छ है।
आज तपाईँ र मैले गरेको प्रार्थना चाहिँ एकदम शक्तिशाली हुन्छ। हामीले प्रार्थना गर्नुपर्छ है। त्यसले गर्दाखेरि आजको शिक्षा मैले तपाईँलाई यही दिइहालेँ। अलिकति समय भएको कारणले गर्दा म तान्छु कि आज तपाईँ र मलाई जसरी पुरानो नियममा मिस्रबाट इजरायलबाट निकालेर ल्याउँदाखेरि आज त्यो के अरे मोसाद्वारा परमप्रभुले लाल समुद्रलाई दुई फ्याक पारेको घटनाहरू छ, त्यस्तो शक्तिशाली कामहरू गरेको छ। अनि तपाईँ र मेरो जीवनमा पनि परमप्रभुले ठुल्ठुलो कामहरू गरेको छ, तर हामीले लेखा नलिएर हामीले त्यसलाई मूल्याङ्कन नगरेर मात्र हो। म चाहिँ मूल्याङ्कन गर्छु। म कुन चाहिँ कुनामा गएर मरिसकेको हुन्थ्यो होला, म त मूल्याङ्कन गर्छु। आज प्रभुको देनले गर्दा, उहाँको अनुग्रहले गर्दा आज म यहाँ छु। मजाले तपाईँको अगाडि बोल्नु पाएको छु, मिठो खानु पाएको छु, मिठो राम्रो लाउनु पाएको छु। त्यसले गर्दा प्रियजन, तपाईँ र मैले पनि प्रभुले गरेको कामलाई चाहिँ हामीले बोल्नु सक्नु पर्यो, बताउनु सक्नु पर्यो, दिनु सक्नु पर्यो है। त्यसले गर्दाखेरि हामीलाई त्यो गनमनको आत्माबाट टाढो बस्नुपर्छ। इजरायलीहरू जसरी मिस्र देशमा, कति मजाको कुरा, म अचम्म लाग्छ क्या प्रभुले। पुरानो करारमा हेर्नुहोस् त, मिस्रबाट निकालेर ल्याएको इजरायलीको कथा मात्रै सुन्दै 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 आउँथे क्या। अनि बाइबल पढ्दै थिएँ बल्ल थाहा पाएँ पुरानो करारबाट त्यहाँ भनेको कुराहरू त साँच्ची नै त्यो काँसाको पित्तलको साँप बनाएको त्यो काठमा त्यो झुन्डाको कुराहरू त नयाँ करारमा आएर त येशू ख्रीष्ट ल। आज साँच्ची नै पुरानो करारमा जब त्यो बिरामीहरूले सर्पले टोकेकोहरूले त्यो पित्तलको साँपलाई हेर्दा निको हुन्थ्यो भने अहिले नयाँ नियममा आएर चाहिँ येशू ख्रीष्ट विश्वास गर्दा मात्रै उद्धार अनि मुक्ति पाएको छ, अनि चङ्गाइ अनि छुटकारा पाएको छ। आमेन। धन्यवाद छ। आजको वचन म यही बन्द गर्न चाहन्छु, म बिदा लिन चाहन्छु। सबैलाई जय मसीह।